नमस्कार साथीहरू, तपाईँले यो तस्बिर हेरेर के बुझ्नुहुन्छ? अनि यो नि उहाँहरूलाई त पक्कै पनि चिन्नुहुन्छ। हामीले युद्धको कुरा गर्दा याद आउने तस्बिरहरू भनेको यही नै हो। त्यसैले हामीले यसै भिडियो अन्तर्गत रहेर यसका परिभाषा, कारण र परिणामबारे बुझ्नेछौँ। कृपया तपाईँहरू पनि यस भिडियोलाई अन्तिमसम्म हेरेर आफ्ना विचारहरू कमेन्टद्वारा सबै माझ पुर्याइदिनुहोला। सामान्य भाषामा यसलाई बुझ्ने हो भने युद्ध भनेको कुनै दुई विचारधारा बीचको शस्त्रार्थ सङ्घर्ष हो। युद्धले केवल आर्थिक र भौतिक क्षति मात्र नगरी मानव सभ्यतालाई पनि धरापमा पार्न सक्छ। पहिला सुरु हामीले सानै कक्षादेखि पढ्दै र सुन्दै आएको नेपाल एकीकरण अगाडिको सासाना राज्य बीचको युद्ध कस्तो थियो त? यो म्यापलाई हेर्नुहोस्। विक्रम सम्वत 1800 यो म्याप। नेपाल भनेर कतै लेखिएको छैन। गोर्खा, कान्तिपुर, पाटन, भक्तपुर, मकवानपुर हुँदै अहिलेको इन्डिया, सिक्किम र गढवाल भई छुट्टा छुट्टै देशहरू छन्। यी देशहरू एकीकरण पछि नेपाल बनेका हुन्। तीमध्ये अहिले केही नेपालसँग छ भने केही इन्डियासँग छ। यो एकीकरणको युद्ध पृथ्वीनारायण शाहद्वारा गोर्खादेखि सुरु भई उनका वंशजद्वारा अहिलेको नेपाल बनेको हो। गोर्खालीहरूको शाह र पृथ्वीनारायण शाहको हड्डी स्वभाव, उनको ठुलो सपना ग्रेटर नेपाल। फागुन 1, 2052 साल। आफूलाई माओवादी भन्ने समूहहरूले रोल्पा, रुकुम र सिन्धुलीमा रहेको प्रहरी चौकी र गोर्खाको कृषि विकास ब्याङ्कमा आफूसँग भएको घरेलु हतियार प्रयोग गरी कब्जा गरेको भन्ने खबर आउँछ। त्यति बेलाका राजा थिए वीरेन्द्र वीरविक्रम शाहदेव अनि प्रधानमन्त्री थिए शेरबहादुर देउवा। त्यसकै 5 दिनपछि नेकपा माओवादीको महामन्त्री पुष्पकमल दाहाल प्रचण्डले एउटा प्रेस नोटिसद्वारा फागुन 1 गते भएको घटना आफूले नै घटाएको र यस्ता घटना अझै घटाउने भनी जनयुद्धको सुरुवात गर्छ। यसको गलत र सही बारे हामी अर्को भिडियोमा बुझ्ने नै छौँ। अहिलेका लागि चाहिँ हामीले करिब 17,000 मान्छे मारेर फलस्वरूप गणतन्त्र ल्याएको भनेर बुझौँ। यो एक घटनाले नेपालको भविष्य नै अर्को बाटोमा लग्न सक्थ्यो र करिब लग्यो पनि। 28 जुन 1914 यही दिन हो। एउटा 19 वर्षको एउटा कलिलो ठिटोले अस्ट्रिया हङ्गेरीको राजाको हत्या गर्यो। यही एउटा घटनाले युद्धको सुरु हुन्छ। 4 वर्षसम्म चलेको युद्ध जम्मा 2 करोड त ज्यान मात्रै जान्छ। यही युद्धलाई नै अहिलेको हामीले प्रथम विश्वयुद्ध भनेर चिन्छौँ। सुन्नमा अलि अनौठो छ, एउटा घटनाले विश्वयुद्ध गराउने। तर होइन, यो घटना त एउटा तत्कालीन कारण मात्रै थियो। मुख्य कारण त वर्षौंदेखि चलिआएको रसिया, जर्मनी, अस्ट्रिया हङ्गेरी, सर्बिया र ओटोमन इम्पायरको युद्ध थियो। यसको पनि भित्री तथ्य जान्न कुनै अरू दिन कुरा गरौँला। के तपाईँलाई विश्वास लाग्छ? यत्रो युद्ध तर गल्ती चाहिँ जर्मनीको मात्र हो। यही नै कारण बन्न पुग्यो 25 वर्षपछि 1939 मा दोस्रो विश्वयुद्धको। मुख्य कारण भर्सेलिजको सन्धि। यो सन्धि जर्मनीको लागि निकै अपमानजनक थियो। सन् 1919 जब पहिलो विश्वयुद्ध सकिन्छ र भर्सेलिजको सन्धि गरिन्छ, उक्त सन्धिमा सबै दोष जर्मनीलाई लगाइयो। जर्मनीलाई $33 बिलियन क्षतिपूर्ति दिन बाध्य गराइयो। यो क्षतिपूर्ति तिर्न करिब 1 शताब्दी नै लगायो जर्मनीले। त्यति नै बेला उदय हुन्छ एउटा यस्तो व्यक्तित्वको। हिटलरले एउटा प्रसिद्ध रणनीति अपनाउँछन्, धर्म र जातिवाद। अझै पनि धेरै राष्ट्रमा हुलदङ्गा गराउने रणनीति नै यही हो। हिटलरले याहुदीहरूलाई र सामाजिक अभियन्ताहरूलाई दोष दिन्छ। जर्मनीले भर्सेलिज सन्धिको उल्लङ्घन गर्छ। पहिले जर्मनीले यो तस्बिरमा देख्नु भएको भूभागको माग गर्छ र शान्ति कायम गर्ने भन्छ। तर रिसले भरिपूर्ण हिटलरलाई यतिले कहाँ पुग्थ्यो र? यसको चर्चा पनि कुनै अरू दिन गरौँला। अहिलेलाई बुझौँ। जर्मनी, इटली र जापान एउटा समूह र अमेरिका, चीन, रुस र बेलायत अर्को पक्ष। यो युद्ध नै दोस्रो विश्वयुद्ध थियो। यस युद्धमा पनि धेरै मानिसहरूको ज्यान गयो र धेरै जनधनको क्षति हुन पुग्यो। तपाईहरूलाई हिरोसिमा र नागासाकीको बारेमा त थाहा नै होला। यी त रहे विगतका कुरा। तर अहिले तेस्रो विश्वयुद्धलाई भड्काउन सक्ने कुनै मुख्य घटनाहरूको पनि कुरा गरौँ। रुसले युक्रेनलाई पपेट सरकार बनाउन चाहन्थ्यो र उसले त्यहीँबाट फाइदा लिन चाहन्थ्यो। त्यसैले 2022 फेब्रुअरी 24 मा रुसले युक्रेनमाथि आक्रमण गर्यो। रुसले यत्रो आक्रमण गर्दा पनि युक्रेनले जवाफ फर्काउनमा मुख्य कारण छ युरोपको सहयोग। रुसले यी युद्ध छोटो समयमा जित्ने आकलन गरेको थियो, तर भयो ठिक उल्टो।
यस्ता अन्तर्राष्ट्रिय युद्धहरू दशकसम्म पनि चल्न सक्ने सम्भावना हुन्छ। हालमा यसले विश्वयुद्ध सुरु नगराए पनि भविष्यमा इतिहास लेख्दा यो पनि एक कारण बन्न सक्छ। ट्रेड एन्ड ट्यारिफ वार। डोनाल्ड ट्रम्प राष्ट्रपति बनेकै केही महिनामा विश्वका 90 भन्दा बढी राष्ट्रहरूलाई ट्यारिफ लगायो। यीमध्ये एसियाका रुस, चीन, इन्डिया जस्ता शक्तिशाली देशहरू पनि ट्यारिफका चपेटमा परे। अहिले त यसले पनि युद्ध गराएको छैन, तर भविष्यमा आकलन गर्न कसैले सक्दैन। पाकिस्तानको दुई भूभाग, सोही पाकिस्तान र अर्को बांग्लादेश विभाजन हुने साथै इन्डिया र पाकिस्तानको सम्बन्ध अलिकति नराम्रै भइरहेको छ। कहिले इन्डियाले आक्रमण गर्छ त कहिले पाकिस्तानले। यता चाइनाले पाकिस्तानलाई सहयोग गर्छ। त्यो माथि चाइना र इन्डियाको सम्बन्ध पहिलेदेखि नै खास राम्रो रहेको छैन। विश्वमा न्युक्लियर पावर राष्ट्रहरूको त अर्कै प्रतिस्पर्धा चलिरहेको छ। यता अमेरिका र चाइनाको पनि छुट्टै युद्ध चलिरहेको छ। मुख्य कारण हो यो एउटा मिनरल। यो मिनरल इलेक्ट्रोनिक डिभाइसको मुख्य भाग चिप बनाउन काम लाग्छ र सोही कारणका लागि चाइना र अमेरिकाको ठुलो युद्ध चलिरहेको छ। दुईटैलाई ताइवान चाहिएको छ। यो अहिले चलिरहेको माहौल र यस्ता थुप्रै घटनाहरूले नै तेस्रो विश्वयुद्ध गराउने सम्भावना रहेको छ। यदि तेस्रो विश्वयुद्ध भयो नै भने नेपालले चाहिँ के गर्न सक्छ? न त नेपालसँग आधुनिक हतियार नै छ, न त कुनै न्युक्लियर पावर नै छ। हामीले एउटै राष्ट्रमा निर्भर हुनु परेको छ, इन्डिया। इन्डियाले जुनै कदम उठाए पनि नेपाललाई ठुलो असर पुर्याउनेछ। यदि तेस्रो युद्ध भयो नै भने पनि नेपाल प्रत्यक्ष युद्धमा त नपर्ला, तर आर्थिक, सामाजिक र मानवीय सङ्कटको असर गहिरो हुनेछ। हामीले युद्ध होइन, कूटनीतिक र समझदारीमा विश्वास राख्नुपर्छ। मानव सभ्यताको इतिहास हेर्ने हो भने हामीले जतिपटक युद्ध लडे पनि त्यसले शान्ति भङ्ग गरेकै छ र अनिष्ट निम्त्याएकै छ। तर हरेक युद्धपछि एउटा सन्देश उस्तै रह्यो। अन्ततः हरेक गोलीको आवाज शान्त नै हुन्छ, तर त्यसको प्रतिध्वनि पुस्तैसम्म रहिरहन्छ। आजको संसार आधुनिक छ। न्युक्लियर बम, ड्रोन, आर्टिफिसियल इन्टेलिजेन्स, साइबर वार सबै शक्तिहरू आधुनिकीकरण भएका छन्। तर प्रश्न यो हो कि हामीले यो शक्ति सही दिशामा प्रयोग गरेका छौँ? यदि युद्धले समाधान दिन सक्थ्यो भने हजारौँ वर्ष अघि महाभारतपछि यो पृथ्वी स्वर्ग बनिसक्थ्यो। युद्धले सबै कुरा जलाउँछ, सहर, परिवार, बाल्यकाल र भविष्य। तर एउटा कुरा कहिले जलाउन सक्दैन, सत्य। सत्य के हो भने युद्धमा न कसैले जित्छ न कसैले हार्छ, सबै हार्छन्, मानवता हार्छ। एकातिर वीर गोर्खालीहरूको साहस, अर्कोतिर शान्तिको सन्देश। हामीले युद्ध जितेका छौँ, तर साँचो जित भनेको शान्ति स्थापना गर्नु हो। यदि भोलि नै विश्वयुद्ध हुने हो भने जानकारी, प्रविधि र विचारको युद्ध हुनेछ। आजको यस भिडियोको लागि यति नै। धन्यवाद र सम्झनुहोस्, शान्ति बोल्नेहरूले नै इतिहास बनाउँछन्, युद्ध गर्नेहरूले केवल इतिहास मात्रै जलाउँछन्।